यो पत्रकार सम्मेलनमा उपस्थित पत्रकार साथीहरू, सम्पूर्ण महानुभावहरू लगायत मेरा आफन्तजन, मलाई केटी प्रदान गर्नुहुने मेरो आदरणीय दाइ लगायत सम्पूर्णमा हार्दिक अभिवादन नमस्कार गर्न चाहन्छु। यहाँहरू समक्ष यसरी उभिएर देखा पर्ने स्थिति सिर्जना भएको यो मेरो निम्ति एउटा नयाँ युगलाई म भावविभोर बनेर स्वीकार गर्दछु। यो युगमा आइपुगेर यसरी कुरा गर्ने मौका दिनुहुने सबैभन्दा महत्त्वपूर्ण व्यक्तित्व दाइ तिलकबहादुर दियाली र त्यो प्राविधिक समस्यालाई समाधानको लागि अस्पतालसम्मको यावत कुराकानीमा सपोर्ट गर्नुहुने आदरणीय दाता महानुभावहरू, देश विदेश स्थानीय ठाउँ लगायत र उहाँहरूलाई प्रभाव पार्नको लागि पत्रकार साथीहरूले समाचार सम्प्रेषण गरेर उहाँहरूको ध्यान आकर्षण गराइदिनु भएको र उहाँ पत्रकार मित्रहरू, लेखक बुद्धिजीवीहरू, शुभचिन्तकहरू सबैमा हार्दिक अभिवादन अर्पण गर्दछु। म यो अवस्थासम्म आइपुग्नको लागि लागेको आर्थिक खर्च र त्यसलाई मेन्टेन गरिदिनु हुने दाता महानुभावहरूको सबै नाम चाहिँ यहाँ पढेर असम्भव होला जस्तो छ। 270 जना महानुभावहरू मलाई सहायता गर्ने सहायता गरिदिनु भएको छ। 270 जनाले यो चाहिँ मैले थाहा पाएँ, यो चाहिँ मैले थाहा पाएर लेखेको, अहिले नथाहा पाएको पनि मेरो क्युआर कोडमा यो व्यक्तिको नाम नआइकन आज पैसा मात्रै उल्लेख गरेको छु, नाम उल्लेख गरेको छु, नाम थाहा नभएको भनेर। पछाडि अन्य मेरा आफन्तजनहरूले सङ्कलन गरिदिनु भएको रकमको बारेमा पनि कसैले जस्तै अब एउटा टोलबाट नेतृत्व गरेर एकजनाको सक्रियतामा सङ्कलन भएको हुन्छ। त्यो व्यक्तिहरूको नाम पनि त्यही छैन, मूल मान्छेको मात्रै नाम र अन्य बोल्नु भएको दाता महानुभावहरूले अहिले योभन्दा अगाडि पनि फोन गरेर हामी छिट्टै गरिहाल्छौँ भन्छ र त्यो जम्मा सङ्कलित रकम चाहिँ जम्मा 270 जनाबाट सङ्कलन भएको रकम चाहिँ 24,06,458 रुपियाँ, 498 रुपियाँ, 24,06,498 रुपियाँ मलाई प्राप्त भएको छ र त्यो रकमबाट खर्च भएको अस्पतालको बिलहरू त्यहाँ ट्याग गरेर राखिएको छ। मैले लेखेको छु, माथि नै लेखेको छु। मैले 25,780 रुपियाँ चाहिँ मेरो खर्च भएको रहेछ। 25,780 रुपियाँ। अब यो खर्च चाहिँ अहिले हामी दुईजना दाजुभाइ लिने दिनेलाई दुईटै नै बराबरी नै जस्तो खर्च हुन्छ। अनि मेरो आफ्नो प्रोपर्टी बेचेर रहेको सकिएको भनौँ न, सकिएको पनि यसमा प्लस हुन्छ। त्यसो गर्दाखेरि करिब 46 लाख जति, 46 कि 56 त्यही 56 लाख जति चाहिँ एउटा मृगलाई ड्यामेज भइसकेर
फेर्न पायो भने मान्छे बस्दा त्यति जति खतम गरेछ भन्ने एउटा सानो सन्देश यहाँलाई म हेर्न पाएँ। मोटामोटी 56 मेरो चाहिँ 56 सकेछ। 60को चाहिँ हाराहारीमा डेभलपमेन्टलाई पैसा चाहिने रहेछ उसलाई बाँच्नको लागि दुईजना दिने दुई पक्ष हुँदा त्यति लाग्छ रहेछ। अब यसमा सरकारले 4 लाख रुपियाँ मैले उपचार गरेको अस्पताल जिल्ला अस्पताल हो, त्यहाँ चाहिँ 4 लाख रुपियाँ बिमा भनेर गरेछ। तर त्यो उनीहरूले ट्याक्स दिने होइन, त्यो अपरेसन गरिसकेको अवस्थामा त्यो मैले देखेको 7वटा चाहिँ त्यो इन्जेक्सनहरू यो चाहिँ तपाईँले पाउने भन्नु। अनि बाँकी त्यो के खर्चमा बनाइएर तपाईँको यो साइन गर्नु भनेर साइन गर्नु 4 लाख रुपियाँ चाहिँ अस्पतालले व्यवस्था भनेपछि मोटामोटी 60 नै भयो भने दुईजना मान्छेहरू तयारी। अब अहिले उपचार गरी अहिलेसम्मको स्थितिमा आइपुग्दा 56 लाख हाराहारीमा खर्च भएको हो र पारिवारिक सम्पत्ति एक्जिक्युट गरिएको रकमले ट्रान्सप्लान्टको कुनै सम्भावना नरहेको हुँदा अभियानका मित्रहरू पत्रकार साथीहरू आफन्तजन सेवा सिन्धुलीबाट प्रदान गर्नुभएको सहयोग रकम थियो। मैले अघि भनेको 24,06,798 रुपियाँ थियो। सो रकमले अपरेसनसम्मको स्थितिलाई धान्न मुस्किल भयो। साथै इन्फेक्सन भएर 4 महिना थप अस्पतालमा बस्नुपर्दा आफन्तजनहरूबाट ऋण लिएको रकम 9.5 लाख पनि खर्च भइसकेको अवस्था छ। पैसाको अभावमा मैले जति तकलिफ भोगेँ, मेरो स्तरका अरू कोही पत्रकार तथा अन्य क्षेत्रका साथीहरूले यस्तो पीडा भोग्नु नपरोस् भन्ने त छ, तर त्यो सोचे जस्तो नहुने मानव जीवनलाई कुनै बेला नहुनुपर्ने स्थिति आइलाग्दा फेरिको अवस्थामा केही सहायता सुरु होस् भन्ने ध्येयले सानै रकमबाट भए पनि अक्षय कोष खुलोस् भन्न चाहेको छु। मलाई सहायता गर्न वचन दिनुभएका सहयोगी दाताहरूबाट प्राप्त भएको रकम 50,000 को अक्षय कोषबाट सुरुवात गरी यसरी नै सार्वजनिक गर्ने वचनबद्धता म प्रकट गर्दछु। मैले मोटामोटी 30,000 कति पारिरहेको छु। बोलिसक्नुभएका साथीहरू, विश्वासयोग्य साथीहरू, पत्रकारिता क्षेत्रको टिमको साथीहरू हुनुहुन्छ। दमन झापाबाट, क्यानाडाबाट हुनुहुन्छ एकजना पत्रकार साथी, पत्रकारभन्दा बाहिरको बेसरकारी क्षेत्रको साथीहरूले पनि बोल्नुभएको छ। त्यसो भएको हुनाले त्यो अक्षय कोष खुल्छ भन्ने मलाई लागेको छ। र यसै गरी म त्यो चाँडै दिन अहिले म पत्रकार साथीहरूलाई यसै गरी भनेर मेरो विद्यार्थी बचाउ अभियान का मेरा आदरणीय मित्रहरू, चिन्तकहरू सबैलाई राखेर म त्यो गर्दै जानकारी गराउँछु। आज यहाँहरू समक्ष यसरी भेटघाट गरेर मेरा कुराहरू राख्न मौका दिनुहुने यो बचाउ अभियानका संयोजकहरू, सहसंयोजकहरू, सदस्यज्यूहरू लगायत सम्पूर्णमा हार्दिक अभिवादन